हेलो हेलो नमस्कार सबैजनालाई। म आज चाहिँ सोलमापट्टि घुम्न आएको छु, शुभमपट्टि आएको छु। हामी पहिला मनिवाक आउँदाखेरि यतातिर खेल्थ्यौँ हामी। यता चाहिँ धारा हो, शुभमको धारा हो। हामी यता आउँथ्यौँ पहिला, ट्रेनिङतिर आउँथ्यौँ। यो चाहिँ कटुस हो, यो चाहिँ कटुस, चाइनिज कटुस के कटुस भन्छ यो चाहिँ। रोजमेरी, यो त कफी, यो चाहिँ कफी है। सिमकौली यो त फुलो सबै। चाहिँ शुभमको ल हेर्नुहोस्, आज चाहिँ खतरा किम्बु पाकेको छ। ल यस्तो कस्तो दामी छ है। अब म चाहिँ किम्बु टिपेर खानु पर्यो। किम्बु आज चाहिँ खतरा किम्बु खाने भयो है मैले। यस्तो दामी किम्बु चाहिँ। नेर्पा त दोर्पा, यता दोबेला त केही नदेखिँदो रहेछ। दिक्तलबाट यहाँ चाहिँ 2.5 मिटर। यो माथि चाहिँ पाठी पर्छ। यो माथिबाट चाहिँ हाम्रो गाउँ जाने बाटो हो क्या यो माथिको। हाम्रो गाउँ उता ठ्याक्कै मूलडाँडा पर कहाँ देखिँदो रहेछ, त्यहाँबाट जाने हो घर हाम्रो चाहिँ। कटुस फुल्दै रहेछ, मलता कटुस पातले चिलाउने मलता।
रोड पनि क्लिन बनाएको छ, राम्रो सफा बनाएको छ। यो चाहिँ सोलमाको खोला, सोलमाको खोलामा चाहिँ पुल पनि थापेको छ। यो पारिपट्टि चाहिँ काठमिल, यो पारी देखिने चाहिँ काठमिल हो। यो चाहिँ यो चाहिँ पुल। अझ म चाहिँ यहीँसम्म मात्रै आएँ। वो चाहिँ रात पर्यो। यो पारी चाहिँ ठ्याक्क काठमिल हो क्या। यो चाहिँ काठमिल छ यहाँ चाहिँ। भोजपुर जाने रोड यही हो। भोजपुरबाट काठमाडौँ आउने रोड पनि यही हो। यही हो, यहीँबाट आउने जाने गर्ने हो। ढुङ्गा हो। अझै जहिले पहिरो भत्किरहेको छ। बर्खामा झन् के गर्ने हो थाहा छैन। पुल पुल आयो। पुल त भएपछि नि फेरि माथि भएर पहिरो भत्किँदै गरेछ, सोर्दै गएर। अहिले त यस्तो छ, पछि कस्तो गर्छ ल। ठ्याक्कै यो चाहिँ यहाँबाट निर्मल डाँडा, चखेवा, भोजपुर जाने बाटो यही हो। यतापट्टि चाहिँ खोला छ। पछि चाहिँ बर्खामा चाहिँ ठुलो हुन्छ यो खोला। थ्याङ्क यू गाइस सबैजनालाई। म यो अपलोड गर्छु, भिडियो अपलोड गर्छु। सबैजनाले हेरेर साथ दिनु होला। सब्सक्राइब पनि गरिदिनु, कमेन्ट गरिदिनुहोस् है। सबै गरिदिनुहोस् है। ल म आजलाई यति नै, बाई बाई।